आदरणीय दर्शकवृन्द नमस्कार, म डिआर नेपाली। कार्यक्रम हो टुडे विशेष। दर्शकवृन्द, आजको टुडे विशेषमा हामी तपाईलाई देखाउँदैछौँ विशेष कुराकानी। विशेष गरी नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यको रूपमा रहेको उज्बेकिस्तानको विषयमा रहेर आज हामी संवाद गर्दैछौँ। त्यसका लागि एसिया इन्टरनेसनल युनिभर्सिटीका डिन डाक्टर किशन भण्डारीलाई स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ डाक्टर साहब। धन्यवाद। जस्तै उज्बेकिस्तानको एउटा अन्तर्राष्ट्रिय एउटा चाहिँ विश्वविद्यालय जहाँ तपाईँ एउटा डिन भएर काम गरिराख्नु भएको छ, थोरै त्यहाँको संक्षिप्त परिचयसँगै हाम्रो शैक्षिक गन्तव्यको हिसाबले कति चाहिँ सुरक्षित हो भन्ने बारेमा हामी चाहिँ चर्चा गरौँला। सुरु गरौँ सर त्यहीबाट। हजुर, अब एसिया इन्टरनेसनल युनिभर्सिटी चाहिँ उज्बेकिस्तान भन्ने देशको बुखारा सहरमा पर्दछ। एसिया इन्टरनेसनल युनिभर्सिटीमा अहिले चाहिँ 33,000 विद्यार्थीहरू पढिरहेछन्। हजुर, 49 विभिन्न विधाहरूमा चाहिँ, त्यसमा मेडिसिन पनि पढ्न आउँछ। अनि हाम्रो जुन युनिभर्सिटी छ, विश्वविद्यालय चाहिँ बुखारा सिटीमै 6वटा क्याम्पस रहेको छ र अर्को एउटा सिटी जसलाई उर्गेन्ज भनिन्छ त्यो सिटीमा पनि छ। अनि अन्डर ग्रेजुएट प्रोग्राम, पोस्ट ग्रेजुएट प्रोग्राम, होइन, पिएचडी प्रोग्राम, इभन डक्टरेट प्रोग्रामहरू सबै उपलब्ध छ एसिया इन्टरनेसनल युनिभर्सिटीमा चाहिँ। हजुर, जस्तै तपाईँ आफै नेपाली हुनुहुन्छ र उज्बेकिस्तान जस्तो देशको एउटा विश्वविद्यालयको डिन बन्नु भने चाहिँ हजुर सजिलो पक्कै छैन होला। थोरै सङ्घर्ष र त्यहाँसम्मको सफलताको थोरै कथा चाहिँ के छ सर, सुनौ। हजुर, अब यस्तो छ, म चाहिँ +2 सकाउनु बित्तिकै हजुर म चाहिँ रसियन कल्चर सेन्टरबाट चाहिँ स्कलरसिपमा रसिया गएँ। आफ्नो अन्डर ग्रेजुएट त्यहाँ भयो। त्यो पछाडि मैले किर्गिस्तानमा चाहिँ आफ्नो पोस्ट ग्रेजुएट गरेँ न्युरोसर्जरीमा। अनि त्यस पछाडि त्यहाँ एकजना मेन्टर हुनुहुन्थ्यो, भाइस चान्सलर। अब उहाँसँग काम गर्दा गर्दै त्यहाँ यो मेडिकल एजुकेसन सेक्टरमा एजुकेसन मिनिस्ट्रीहरूसँग समन्वय गर्दा गर्दै, होइन, अनि यो मेडिकल एजुकेसन सेक्टरतिर लाग्यो र किर्गिस्तानमा मैले लगभग 8 वर्ष एज अ भाइस डिन काम गरेँ। अनि त्यो पछाडि विगत 2 वर्षदेखि चाहिँ म उज्बेकिस्तानमा एसिया इन्टरनेसनल युनिभर्सिटीमा एज अ डिन कार्यरत छु। जस्तै अब नेपालमा चाहिँ खास गरी मेडिकल साइन्सकै कुरा गरौँ, होइन? हजुर, त्यो विषयमा अध्ययन गर्नको लागि नेपालमा कोटाको कुरा चाहिँ झमेला, अनि त्यसपछि खर्चको हिसाबले पनि अत्याधिक महँगो भइरहेको जुन चर्चा परिचर्चा, होइन, यो राजनीतिसम्म पनि जोडिएर आएको छ। यस्तो बेलामा नेपाली विद्यार्थीहरूको लागि के उज्बेकिस्तान एउटा सुरक्षित र सुनिश्चित गन्तव्य हुनसक्छ? हजुर, अवश्य नै किन भन्दाखेरि अब उज्बेकिस्तानको बारेमा कुरा गर्ने हो भने यसको अब हिस्ट्रीदेखि लिएर यसको अहिले जुन सिभिलाइजेसन छ एकदमै रिच छ, होइन। अब यसै सन्दर्भमा जोड्नु पर्दाखेरि अब जस्तै हाम्रो ताजमहल बनाएका शाहजहान जुन छन् नि, उहाँ चाहिँ उज्बेकिस्तानको आमिर तेमिरको डेस्टिनेन्ट हुनुहुँदो रहेछ। अकबर भयो, होइन, उहाँ पनि के भन्छ उज्बेकिस्तानकै आमिर तेमुरको डिसेन्डेन्ट हुनुहुँदो रहेछ। यो एउटा भयो, होइन। उज्बेकिस्तानको एउटा जुन सिभिलाइजेसन छ एकदमै रिच छ। अनि अर्को सन्दर्भमा के छ भन्दाखेरि सिल्क रोड, जुन एन्सियन्ट टाइममा सिल्क रोड एउटा ट्रेडको लागि एकदम महत्त्वपूर्ण थियो, त्यो पनि अब बुखारा हुँदै, होइन, सिल्क रोड जान्थ्यो। त्यसै कारणले गर्दा त्यो हेर्न चाहिँ विश्वका विभिन्न युरोपदेखि अमेरिकादेखि टुरिस्टहरू धेरै आउँछन्। सो टुरिज्म बेस्ड कन्ट्री हो यो। त्यसैको त्यहाँका मान्छेहरू जुन छन्, लोकल्सहरू जुन छन्, फरेनर्सलाई एकदमै सद्भावपूर्ण हेर्छन्, एकदमै फ्रेन्डली, होइन। अनि अर्को कुरा के छ भन्दाखेरि त्यहाँ चाहिँ मिनिस्ट्री अफ इन्टरनल एफेयर्सको अन्तर्गत टुरिस्ट पुलिस भन्ने छुट्टै डिपार्टमेन्ट छ। यसले के देखाउँछ भन्दाखेरि उज्बेक गभर्मेन्ट चाहिँ फरेनर्सको लागि, फरेनरको सेफ्टीको लागि एकदमै बढी रेस्पोन्सिबल छन्, एकदमै बढी ध्यान दिन्छन्, होइन। अनि अर्को स्थान भन्ने बित्तिकै हाम्रो के भन्छ साइकोलोजीमा के छ भन्दाखेरि केही न केही हुन्छ नि, सेफ्टीको कुरा आउँछ कि भनेर त्यो स्थान भन्ने सुन्ने बित्तिकै जेलमा आउँछ नि, पाकिस्तान, अफगानिस्तान। तर उज्बेकिस्तान एउटा सेकुलर कन्ट्री हो, तर मुस्लिम पपुलेसन धेरै छ, होइन। तैपनि यो चाहिँ एकदमै मोडर्न लिबरल मुस्लिम कन्ट्री हो, होइन। किन भन्दाखेरि त्यहाँ कानुनले नै महिलाहरूलाई बुर्का लाउनलाई निषेध गरेको छ। एकदम उदारवादी समाज छ त्यहाँ, उदारवादी समाज छ। अनि अर्को कुरा भन्नु पर्दाखेरि चाहिँ अब टुरिज्म बेस्ड कन्ट्री भएको कारणले गर्दाखेरि अब त्यहाँ इङ्ग्लिस पनि अहिले जुन नयाँ जेनेरेसन छ लगभग सबैलाई इङ्ग्लिस आउँछ, हैन। अनि रिसेन्टली लगभग 3-4 वर्ष भयो इभन गभर्नमेन्टले पनि पहिला चाहिँ रसियन अल्फाबेटहरु युज गर्थे, अहिले चाहिँ रसियन अल्फाबेटबाट ल्याटिन अल्फाबेट बनाएको छन्। एबीसीडी मै के हुन्छ उनीहरुको शब्दहरु हैन सबै लिटरेचरहरु त्यसमा
समावेश गरिएको छ। त्यसै कारणले गर्दा यी सबै कुराले हेर्दाखेरि चाहिँ हैन CIS कन्ट्री जुन सेन्ट्रल एसिया भनिन्छ, युरो एसिया पनि भनिन्छ, युरो एसियामा चाहिँ वान अफ द सेफेस्ट कन्ट्री भनेर जानिन्छ। अच्छा, भनेपछि डाक्टर भण्डारीज्यू अब नेपाली विद्यार्थीहरू चाहिँ ल उज्बेकिस्तान जस्तो हैन एउटा सेफ ठाउँ अथवा सुरक्षित ठाउँ, सुरक्षित गन्तव्यमा हजुर हैन मेडिकल साइन्सको क्षेत्रमा अध्ययन गर्न जानको लागि हजुर के कुराहरू चाहिँ असहज सहज छ अर्थात् कसरी जान सकिन्छ? अब असहज त खासै केही पनि छैन हैन। पहिलो कुरा चाहिँ नेपालमा जुन विद्यार्थी डाक्टर बन्न चाहन्छ, नेपाली विद्यार्थी डाक्टर बन्न चाहन्छन्, उनीहरूले चाहिँ चिकित्सा शिक्षा आयोगको कमन इन्ट्रान्स एक्जाम पास गर्नुपर्छ हैन। यसपालिको हेर्ने हो भने जसले 52.25 मार्क्स ल्याएछन् उनीहरूले एप्लाई गर्न पाइन्छन् या नेपालमा या बाहिर हैन। पहिलो चाहिँ कुरा त्यो उत्तीर्ण हुनु पर्यो हैन। त्यसमा पास छ भने मात्र नेपालबाट स्वीकृति पत्र पाइन्छ बाहिर पढ्नको लागि हैन। अनि त्यो पछाडि मन्त्रालयबाट एनओसी पनि लिनुपर्छ हैन। मेन चिज यही छ भने सहजै तरिकाले चाहिँ के गर्न पाइयो, एसिया इन्टरनेसनल युनिभर्सिटीमा उनीहरूले मेडिसिन प्रोग्राममा इनरोल गर्न पाए। जस्तै अब यो एउटा प्रक्रियाका कुरा भए हजुर, तर जब त्यहाँ गइसकेपछिको त्यहाँको अध्ययनको कुरा होला हैन, त्यहाँको चाहिँ वातावरणको कुरा होला, त्यसपछि त्यहाँ चाहिँ ढुक्कसँग चाहिँ निर्भयका साथ पढ्न पाउने, आफ्नो चाहिँ शैक्षिक हैन उपलब्धि हासिल गर्न नपाउने यो थुप्रै खालका समस्याहरू छन्। जस्तै बङ्गलादेश लगायत धेरै ठाउँमा चाहिँ यस्ता खबरहरू सार्वजनिक भइरहेको बेलामा नेपाली विद्यार्थीहरूका लागि हजुर यहाँले जो भन्नुभयो उज्बेकिस्तान जस्ता थुप्रै यस्ता देशभित्रका विश्वविद्यालयमा यो विषय पढ्नको लागि कति चाहिँ सुरक्षित छ? यसको लागि अब जस्तै एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिन म त नेपाली नै छु हैन, एउटा त्यो भइहाल्यो हैन एउटा। अनि अर्को के छ भन्दाखेरि हाम्रो विश्वविद्यालयमा चाहिँ 14 देशका विद्यार्थीहरू पढ्छन्, विभिन्न देशका हैन। साउथ एसिया र मिडल इस्टका बढी। साउथ एसियामा भन्नुहुन्छ भने इन्डिया छ, नेपाल भयो, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का हैन। अनि मिडल इस्टमा भन्यो भने इजिप्ट, मोरोक्को, साउदी, दुबई हैन, सुडान, लिबिया, लेबनान हैन। यस्ता 14 देशका विभिन्न विद्यार्थीहरू पढ्छन्। अब अन्तर्राष्ट्रिय विश्वविद्यालय भएको कारणले गर्दाखेरि हामीले चाहिँ सिलेबस जुन क्युरिकुलम छ त्यो अन्तर्राष्ट्रिय लेभलकै बनाएका छौँ हैन। र अन्तर्राष्ट्रिय लेभलमा जुन जुन एक्रेडिटेसन्सहरू चाहिन्छ मेडिकल एजुकेसनको लागि, जस्तै अब युएसमा अब युएसएमले दिने हो भने ECFMCमा हुनु पर्यो हैन, युकेमा प्ल्याब दिने हो भने GMCमा हुनु पर्यो, अस्ट्रेलियामा दिने हो भने AMC हैन, दुबईतिर मिडल इस्टमा दिने हो भने DHAमा हुनु पर्यो। यो सबै एक्रेडिटेसन जुन छ हामीले लिएर राखेका छौँ। सबै लिस्टमा एसिया इन्टरनेसनल युनिभर्सिटी छ। क्युरिकुलम पनि हामीले इन्टरनेसनल स्ट्यान्डर्डको बनाएको छौँ। र अर्को मेडिकल एजुकेसनमा सबभन्दा ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि क्लिनिकल एक्सपोजर। क्लिनिकल एक्सपोजर जति धेरै भयो त्यति नै प्र्याक्टिस बढी हुन्छ र एउटा सफल डाक्टर बन्न सकिन्छ हैन। त्यसमा पनि हामीले धेरै ध्यान दिएका छौँ। कसरी भन्दाखेरि हामीले तेस्रो वर्षदेखि नै बिहान 8:30 बजेदेखि 12:50सम्म चाहिँ उनीहरूलाई हरेक दिन हस्पिटल पठाउँछ क्लिनिकलको लागि। साइकल सिस्टम भन्ने हुन्छ एउटा विषय हैन। जस्तै सर्जरीको लिनुहुन्छ भने सर्जरीको 120 घण्टा छ भने 120 घण्टा चाहिँ लगभग 25-26 दिनसम्म चाहिँ हामी त्यो सर्जरी मात्र पढाउँछौँ। बिहान चाहिँ उनीहरू हस्पिटल जान्छन्, त्यसपछि लन्च ब्रेक हुन्छ, त्यो पछाडि त्यही विषयकै लेक्चर हुन्छ हैन। क्लिनिकल कुरा लगभग तेस्रो वर्षदेखि हरेक दिन, तेस्रो वर्षदेखि 5औं वर्षसम्म बिहानदेखि लन्चसम्म उनीहरू कहाँ जाने भयो, हस्पिटलमा जाने भयो हैन। लगभग तेस्रो, चौथो, 5औं वर्ष हैन, लगभग 3 वर्ष हस्पिटल गए, त्यसबाट क्लिनिकल एक्सपोजर भइहाल्यो। प्लस नेपालको एनएमसीको रुल अनुसार के छ भन्दाखेरि जहाँबाट डिग्री लिने हो त्यही युनिभर्सिटीबाट के गर्नुपर्छ, इन्टर्नसिप गर्नुपर्छ। इन्टर्नसिपको सुविधा पनि हाम्रोमा छ। र 6औं वर्ष त पुरै साइकल सिस्टम क्लिनिकल रोटेसनै हुन्छ। जस्तै इन्टर्नल मेडिसिनको 2 महिना भयो हैन, गाइनेको 2 महिना, 1.5 महिना पेडियाको, यसरी चाहिँ हामीले इन्टरनेसनल लेभलकै एउटा क्लिनिकल इन्टर्नसिप रोटेसन क्लर्कसिप भनेर चाहिँ राखेका छौँ। यो सबै जुन मूल्याङ्कन गर्ने हो भने जुन हामीले दिने मेडिकल एजुकेसन एकदमै उच्च स्तरीय रहेको छ भनेर म भन्न सक्छु। जस्तै यसको प्याकेज पिरियड चाहिँ कति हुन्छ? 5 वर्ष? हजुर, 5 वर्ष पढाइ र 1 वर्ष इन्टर्नसिप, 6 वर्ष लाग्छ। 6 वर्ष लाग्छ टोटल। भनेपछि औसत एउटा नेपाली विद्यार्थीले कति चाहिँ खर्च गर्यो अथवा अभिभावकले कति खर्च गर्यो भने त्यहाँबाट चाहिँ के अरे यो मेडिकल एजुकेसन जो छ जुन आफूले चाहिँ पढ्ने हो
त्यो विषयमा पास गरेर आउन सक्छ। अब यस्तो छ, अब ट्युसन फी मात्र भन्ने हो भने लगभग 21-21.5 लाख लाग्छ। अब हाम्रो युनिभर्सिटीमा अब अन्तर्राष्ट्रिय विश्वविद्यालय भएको कारणले गर्दाखेरि अब होस्टेल होइन, त्यो पछाडि क्यान्टिन भनौँ होइन, खानेको सुविधाहरू होइन, त्यो सबै छ। अब खाने बस्ने अनि त्यो पछाडि भिजा रजिस्ट्रेसन डकुमेन्टेसनहरू हुन्छ। अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सबै गरेर लगभग 44-44.5 लाखमा चाहिँ 6 वर्षको पढाइ सकिन्छ। भनेपछि सबै कुरा चाहिँ 50 लाख रुपियाँ चाहिँ त्यो होइन अभिभावकले चाहिँ जम्मा गर्यो छोरा छोरीलाई त्यहाँ डाक्टर बनाउनु। हजुर। अनि अर्को कुरा के छ भन्दाखेरि अब पेमेन्टको सिलसिलामा अब नेपाल भारतहरूमा के छ भन्दाखेरि जुन अब नेपालको कुरा गर्ने हो भने अहिले ट्युसन फी मात्र 40 देखि 45 लाख लाग्छ। अब बाँकी खर्च त छोडिदियो, बाँकी खर्च गरेर लाग्छ 80-90 लाख त्यति लाग्छ होइन। अनि यो चाहिँ 2-3 इन्स्टलमेन्टमा पे गर्नुपर्छ नेपालमा होइन, भारतमा पनि त्यस्तै छ। अब हाम्रोमा चाहिँ के छ भन्दाखेरि अब 12वटा सेमेस्टर भयो, सेमेस्टरमा 50%, हरेक वर्षको सेमेस्टरमा 50% भनेपछि 12 भागमा के गर्न सके अभिभावकहरूले तिर्न सके। यसमा पनि हाम्रो विश्वविद्यालय एकदमै फ्लेक्सिबल छ, त्यसैले अभिभावकहरूले एकैचोटि एकमुष्ट रकम दिनु परेन युनिभर्सिटीमा। पहिलो सेमेस्टर 50%, दोस्रो सेमेस्टर 50%, यसै गरेर चाहिँ 6 वर्षसम्म चाहिँ 12 भागमा चाहिँ उनीहरूले ट्युसन फिजहरू। भनेपछि जस्तै एउटा सेमिस्टरमा औसतमा कुरा गर्दाखेरि मान 1 लाख तिर्न पर्ने हो भने 50,000 तिर्नु पर्यो। अब पहिलो वर्षको कुरा गर्नुहुन्छ भने पहिलो वर्ष चाहिँ अलिक बढी लाग्छ, किन भन्दाखेरि त्यहाँ एडमिसन डकुमेन्टेसन नोटरी ट्रान्सलेसन भिजा टिकटहरू हुन्छ। पहिलो वर्षमा चाहिँ लगभग 10.5 लाख जति लाग्छ होइन। पहिलो सेमेस्टरमा चाहिँ 5 लाख चाहन्छौँ, दोस्रो सेमेस्टरमा 5 लाख चाहन्छौँ। अब दोस्रो वर्षदेखि चाहिँ अलिक कमै लाग्छ होइन, दोस्रो वर्षदेखि 6 लाख चाहन्छौँ लाग्छ होइन। त्यसैले हरेक सेमेस्टरमा 3 लाख चाहन्छौँ 3 लाख चाहन्छौँ उहाँले पे गर्नु भए हुन्छ। पे गर्ने प्लान बनाएर चाहिँ आफ्नो छोराछोरीलाई पठाउन सक्नुहुन्छ। भनेपछि 6 वर्षभित्रमा मानौ 50 लाख रुपियाँ चाहिँ एउटा अभिभावकले जम्मा गर्नु। हजुर। 12 भागमा जम्मा गर्न पाए, त्यति जम्मा गर्न सक्यो भने चाहिँ छोरा वा छोरीलाई चाहिँ डाक्टर बनाउन सक्यो। प्लस यसमा के पनि थप्न चाहन्छु भने हाम्रो विश्वविद्यालयमा चाहिँ एउटा स्कलरसिप प्रोग्राम पनि हामीले जो विद्यार्थी त्यहाँ पढिरहेका छन् उनीहरूको लागि स्कलरसिप प्रोग्राम पनि सुरु गरेका छौँ। यो चाहिँ जेनदार विद्यार्थीहरू जसले धेरै मेहनत गर्छन् उनीहरूले अलिकति पनि आफ्नो स्कलरसिप पाए भने आफ्नो अभिभावकहरूलाई एउटा फाइनेन्सियल सपोर्ट दिएको जस्तो हुन्छ र उनीहरू अझ पढाइमा धेरै ध्यान दिन्छन् भनेर यो मोटिभेसनल टाइप स्कलरसिप प्रोग्राम पनि सुरु गरेका छौँ। फर इक्जाम्पल विगत वर्षको कुरा गर्ने हो भने हामीले स्कलरसिप प्रोग्राम पहिलो हरेक ब्याचमा चाहिँ एट द एन्ड अफ द इयर शैक्षिक वर्ष सके पछाडि 1 हप्तामा चाहिँ स्कलरसिप टेस्ट भनेर राख्छौँ। त्यो टेस्टमा चाहिँ 300वटा एमसिक्युज मल्टिपल चोइस क्वेसन 5 घण्टाको 5 घण्टा बसेर चाहिँ उनीहरूले त्यो मल्टिपल चोइस क्वेसन दिनु पर्यो होइन। त्यसमा चाहिँ 70% हामी त्यो टेस्टबाट लिन्छौँ, 20% पहिलो र दोस्रो सेमेस्टरको मार्क्सबाट लिन्छौँ र 10% केबाट लिन्छौँ एटेन्डेन्सबाट लिन्छौँ। जसले टप गर्छ उसको आउँदो जुन शैक्षिक सत्र छ त्यसमा चाहिँ खाने बस्ने र ट्युसन फी माफ, सिर्फ भिजाको र रजिस्ट्रेसनको मात्र लगभग $500 तिर्नु पर्यो जसले टप गर्छ 1 वर्षको लागि। बाँकी 3 जनालाई हामी 100% के दिन्छौँ ट्युसन फीमा वेभर दिन्छौँ होइन। बाँकी 3 जनालाई 75% र बाँकी 3 जनालाई 50%। यसरी चाहिँ विगत वर्षको जुन शैक्षिक सत्र थियो त्यसमा चाहिँ 10 जनामा चाहिँ 3 जना नेपाली पढ्न सफल भए। अब पहिलो चाहिँ अर्कोले उ गर्यो होइन, दोस्रो तेस्रो र छैठौँ चाहिँ नेपाली थिए, 3 जना केटीहरू थिए होइन। हाम्रो आकृति भुजेल इटहरीको, त्यो पछाडि नम्रता पाण्डे होइन, अनि के भन्छ अर्को चाहिँ विशिका विके, उहाँले चाहिँ के पाउनुभयो स्कलरसिप पाउनुभयो। त्यो पछाडि अभिभावकहरू पनि धेरै खुसी हुनुहुन्थ्यो होइन, किन भन्दाखेरि आउँदो वर्ष उहाँहरूको लगभग कति 2-3 लाख पैसा के भयो मिना भयो होइन। सो उनीहरू अझै मेहनत गर्दैछन् कि नेक्स्ट इयर पनि हामीले पाउँछौँ। यो चाहिँ हामी हरेक वर्ष हरेक ब्याचको सेपरेटली कन्डक्ट गर्छौँ। डाक्टर भण्डारी, खास गरी अब त्यहाँको चाहिँ विश्वविद्यालयबाट हजुर यो मेडिकल एजुकेसनमा चाहिँ यो पढिसकेपछि जस्तै नेपालको विश्वविद्यालयहरूमा पनि समकक्षता कुरा हुन्छ होला। हजुर। यो गर्ने तरिका अर्थात् कति सम्भव हुन्छ? भोलि समकक्षताका कुनै ठुलो मुद्दा छ नेपालमा, यसलाई चाहिँ कसरी हल हुन्छ यदि त्यहाँ पढिसकेपछि?
अब त्यहाँ पढिसके पछाडि मूलतः चाहिँ म नेपाली भएर चाहिँ होइन अब त्यहाँ पनि बसेर काम गर्न त पाइयो होइन अब अब हाम्रो चाहिँ मेरो पर्सनली चाहिँ म चाहिँ चाहन्छु कि उनीहरू नेपाल फर्किने हुन्थ्यो भनेर के भन्दाखेरि एउटा राम्रो डाक्टर बनाएपछि नेपालमा अहिले चलिरहेछ कि नेपालबाट डाक्टरहरू धेरै बाहिरिया छन् हामी भित्राउन चाहन्छौँ म चाहिँ भित्राउन चाहन्छु त्यहाँबाट डाक्टर बनाएर नेपालै फर्काउन चाहन्छु उनीहरूलाई जसको कारण चाहिँ भोलि ती डाक्टरहरूले नेपालमा चाहिँ सेवा दिन सकुन् हजुर र एउटा चाहिँ बौद्धिक पलायन भनेर जुन एक प्रकारको भाष्य पनि छ नि हजुर हजुर यो संसारभर ग्लोबल भइरहेको दुनियाँमा यो पलायन आउने र जाने क्रम चलिरहेको हुन्छ तर पनि यो राजनीति भाषा र भाष्य हो हजुर नभएको होइन छ जति हुनुपर्ने त्यो नभएको यथार्थ हो तथापि चाहिँ अलिक बढी भाष्य नि बनाइया हो कि जस्तो देखिन्छ अलिक बढी निराशाको देखिन्छ त्यो स्थितिलाई चाहिँ जस्तै यहाँको विश्वविद्यालयमा यदि कसैले अध्ययन गर्छ भने यहाँहरूको पहिलो प्राथमिकता नेपालमै हुन्छ आफ्नो देशमै गएर चाहिँ उनीहरूले सेवा दिने त्यो प्राथमिकता हुन्छ हजुर भोलि जस्तो इक्विभ्यालेन्ट गर्नु पर्यो भने सर कसरी हुन्छ इक्विभ्यालेन्ट केमा समकक्षताको जस्तै हजुर नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स हजुर हजुर त्यो हाम्रो छ किन भन्दाखेरि हाम्रो चिकित्सा शिक्षा आयोगबाट यहाँ जति पनि मैले अघि पनि भने कि जानुभन्दा पहिले नै उनीहरूले के लिनुपर्छ स्वीकृति लिनुपर्छ ल म यो युनिभर्सिटीमा जाँदैछु है शिक्षा आयोगबाटै लिनुपर्छ अनि त्यो पछाडि शिक्षा आयोगले दिए पछाडि शिक्षा मन्त्रालयबाट उनीहरूले एनओसी लिनुपर्छ कि म यो विश्वविद्यालयमा पढ्न जाँदैछु है भनेर यो भए पछाडि उनीहरू फर्केर आए पछाडि उनीहरूलाई लाइसेन्सिङ एक्जाम दिनको लागि केही पनि प्रब्लम हुँदैन समस्या हुँदैन हजुर जस्तै डाक्टर भण्डारी खास गरी रसिया पढेको होइन जस्तो अरू मुलुकहरू जस्तो भारतमा पढेको बङ्गलादेश पढेको भन्दा अलिक र अझ चाइना पढेकै कुरा धेरै चाहिँ यहाँले विगतमै सुन्नुभएको छ यो विवादहरू र त्यसपछि प्रश्नहरू धेरै उठिरहेको हुन्छ कि हजुर भोलि एसिया इन्टरनेसनल युनिभर्सिटीमा पढेकाहरूको बारेमा पनि त्यस्तै प्रश्न उठ्छ पर्दैन जहाँसम्म लाग्छ उठ्दैन किन भन्दाखेरि त्यहाँ अलिकति एउटा फरक छ पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि रसियामा जो पढ्न जान्थे उनीहरू रसियन ल्याङ्ग्वेजमा पढ्नु पर्थ्यो होइन चाइनामा पनि चाइनिज ल्याङ्ग्वेज पढ्नु पर्थ्यो होइन अब के हुन्छ भन्दाखेरि अब जस्तै मैले पनि अब रसियन ल्याङ्ग्वेजमा पढेको हो होइन रसियामा पुरै मेरो एमबिबिएस होइन अब त्यसमा के हुन्छ भन्दाखेरि एउटा विद्यार्थीले जब ल्याङ्ग्वेज सिक्छ त्यो पछाडि पुरै जुन क्युरिकुलम छ लगभग कति 50-60वटा सब्जेक्टहरू चाहिँ केमै पढ्नु पर्यो रसियनमा पढ्नु पर्यो त्यो धेरै कठिन छ होइन तर एसिया इन्टरनेसनल युनिभर्सिटीमा चाहिँ हामी सबै सब्जेक्टहरू इङ्ग्लिसमा पढाउँछौँ अङ्ग्रेजीमै छ र पढाउनको लागि पनि अन्तर्राष्ट्रिय प्राध्यापकहरू छन् नेपालबाट पनि छन् 4 जना होइन त्यो पछाडि इन्डियाबाट पनि छन् बङ्गलादेशबाट पनि छन् पाकिस्तानबाट पनि छन् इजिप्टबाट पनि छन् होइन सो यसको कारणले गर्दाखेरि चाहिँ पढाइ उनीहरूको इङ्ग्लिसमै हुने भएको कारणले गर्दाखेरि प्लस सिलेबस पनि यो साउथ एसिया प्लस इन्टरनेसनल स्ट्यान्डर्डकै भएको कारणले गर्दाखेरि प्लस क्लिनिकल एक्सपोजरको त अघि कुरा गरिहालेँ होइन सो यो सबै भएको कारणले गर्दाखेरि मलाई लाग्छ त्यस्तो हो कि भविष्यमा केही प्रश्न आउँदैन अच्छा जस्तै यहाँले भने जस्तै पक्कै पनि त्यो जस्तै अब नेपालीहरूलाई हजुर चाइनिज बोल्न रसियन बोल्न भन्दा अङ्ग्रेजी बोल्न सजिलो लाग्छ किनभने बच्चादेखि हामी एबिसिडी चाहिँ सिकिसक्यो अब अहिलेको पुस्ता त झन् बढी नै फरवर्ड नै छ त्यस कारणले भाषाको हिसाबले पनि यो चाहिँ एकदमै बढी चाहिँ सजिलो हुने चाहिँ देखिन्छ र भोलि त्यहाँ पढेर आइसकेपछि नेपालको बजारमा खपत हुने कुरा चाहिँ कति सुनिश्चित हुन्छ कति चाहिँ जस्तो सरकारीको कुरा होला होइन निजीका कुरा पनि होला त्यहाँ उत्पादित जनशक्ति भोलि यहाँले भने जस्तै नेपालको चाहिँ यो बजारमा कति खपत हुन सक्छ अब खपत चाहिँ अब उहाँहरूले हाम्रो कोसिस के हुन्छ भन्दाखेरि अब नेपाललाई मात्र नभइकन जति पनि विदेशी विद्यार्थीहरू हाम्रा छन् हाम्रो चाहिँ कोसिस के हुन्छ भन्दाखेरि त्यहाँको काउन्सिलमा गएर उनीहरूले लाइसेन्सिङ एक्जाम दिनुपर्ने हुन्छ जस्तै इन्डियामा एनएमसी एक्जाम नेसनल मेडिकल कमिसनको छ नेपालमा नेपाल मेडिकल काउन्सिल होइन श्रीलङ्कामा एसएलएमसी पाकिस्तानमा पिएमडिसी होइन बिएमडिसीहरू यो सबै जुन लाइसेन्स एउटा काउन्सिल हुन्छ मेडिकल काउन्सिल हाम्रो चाहिँ के उद्देश्य हुन्छ भन्दाखेरि विद्यार्थीहरूलाई पहिलो वर्षदेखि नै होइन मेडिकल शिक्षाका साथसाथै उनीहरूको आफ्नो देशको लाइसेन्सिङ एक्जामतिर कसरी गाइड गर्ने त्यो हुन्छ त्यसमा हामी नेपाली विद्यार्थीको लागि नेपालबाट होइन गेस्ट लेक्चरर भयो होइन गाइड गर्नको लागि होइन प्रिपेयर गर्नको लागि इन्डियाबाट इन्डियन विद्यार्थीहरूलाई इन्डियाबाट होइन सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाहिँ उनीहरूको देशबाट चाहिँ हामी प्रोफेसरहरू चाहिँ मगाउँछौँ
के त्यो अब लाइसेन्सी एक्जाम कसरी दिने के छ हैन कसरी सबै कुरामा प्रिपेयर गर्ने सहजीकरण हुन्छ। सहजीकरण हुन्छ। अन्तिममा डाक्टर भण्डारी, अन्तिममा नेपाली विद्यार्थीहरूका लागि हजुर। यहाँले दिनुपर्ने सन्देश के हो? अन्तिममा सन्देश। हजुर, सन्देश के हो भन्दाखेरि अब नेपालमा सिट कम छ हैन, अब कुनै विद्यार्थीले बाहिर जाने सोच गर्नु भएको छ भने हैन, अब धेरै एकदमै ध्यान दिएर रिसर्च गरेर मात्र जानु होला हैन। युनिभर्सिटी अब एक्रेडिटेड छ कि छैन हैन, अन्तर्राष्ट्रियमा अब नेपालमा भयो अन्तर्राष्ट्रिय लेभलमा पनि एक्रेडिटेड छ कि छैन, सिलेबस क्युरिकुलम कस्तो छ, टिचर्सहरू कस्तो छन्, युनिभर्सिटीको हिस्ट्री के हो हैन, अनि त्यहाँ भएका विद्यार्थीहरूसँग कुरा गरेर हैन। अब अहिले त सोसियल मिडियाको छ हैन, सजिलै सर्च गर्न सकिन्छ हैन, गुगल छ, त्यहाँ गएर त्यो विश्वविद्यालयमा को पढिरहेछ हैन, उनीहरूसँग कुरा गरेर, किन भन्दाखेरि जो पढिरहेछ उसले रियालिटी बताउँछ हैन। यो सबै ध्यान दिएर मात्र एप्लाई गर्नु होला, किन भन्दाखेरि अहिले ठगी धेरै केसेसहरू आएको छ, धेरै समाचारहरू पनि सुनिन्छ कि नेपाली विद्यार्थीहरू विदेशमा गएर त्यहाँ यतिकै बिचलिएका छ। यसमा चाहिँ अभिभावकले प्लस नेपाली विद्यार्थीहरूले चाहिँ धेरै ध्यान दिनु होला। र यसमा अब म एसिया इन्टरनेसनलमा छु, एसिया इन्टरनेसनलमा अभिभावकत्वको कुनै पनि कमी रहँदैन यदि एसिया इन्टरनेसनल हामी त्यो चाहिँ सुनिश्चित गर्न सक्छौँ भन्ने कुरा यहाँको प्रतिबद्धता। हजुर, हुन्छ डाक्टर भण्डारी, अत्यन्तै महत्त्वपूर्ण विषय र एउटा बाहिर नआइसकेको विषय नै हो। हजुर, सम्भवतः यो विषयमा चाहिँ हाम्रा दर्शक, हाम्रा अभिभावकहरू, हाम्रा विद्यार्थीहरूलाई पनि यहाँले जानकारीमूलक र एउटा सन्देशमूलक भनौँ हैन, यो आफ्नो विचार राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरलाई धेरै धेरै धन्यवाद। दर्शकवृन्द, आज हामीले संवाद गऱ्यौँ डाक्टर किशन भण्डारीसँग। उहाँ एसिया इन्टरनेसनल युनिभर्सिटीको डिन हुनुहुन्छ। सानै उमेरमा सशक्त रूपमा सङ्घर्ष गर्दै शैक्षिक क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्थापित डिन हुनु भने चाहिँ चान्चुने विषय पक्कै होइन। उहाँको यो सफलता आम नेपालीको सफलता पनि हो र उच्च जस्तो एउटा उन्नतको एउटा बाटोमा लागिरहेको एउटा मुलुकको एउटा विश्वविद्यालयमा रहेर उहाँले सेवा गरिराख्नु भएको छ र त्यहाँ नेपाली विद्यार्थीहरूका लागि सुरक्षित गन्तव्य छ र नेपालमा जस्तो झन्झटिलो र महँगो पनि छैन भन्ने कुरा उहाँले चाहिँ आफ्नो सन्देशमा हामीसँग भन्नुभएको छ। पक्कै पनि तपाईँले पनि ती विश्वविद्यालयमा पुगेर अध्ययन गर्न सक्नुहुन्छ भन्दै आजको यस कार्यक्रमबाट म प्रस्तुता डिआर न्यौपाने पनि बिदा हुन्छु। नमस्ते।